हाल म चाहिँ अहिले ओसु पार्कमा छु क्या होइन। अर्को साम्बाङले बनाएको पार्क हो नि त यो। सुरुमा यसो ओसु यस्तो थिएन क्या हामी पहिले आउँदाखेरि त्यो अहिले चाहिँ दामी बनाएको रहेछ सिनहरू क्या यस्तो छ क्या पार्कहरू जो रेटिङ स्पोटहरू फ्यामिलीसँग टाइम बिताउनेहरू चाहिँ दामी हो। अनि तर मलाई चाहिँ एउटा कुरा चित्त नबुझेको कुरा चाहिँ यो के हो यो यसको पनि सदुपयोग सही ठाउँमा चाहिँ यसलाई पनि हाल्नुपर्छ है। त्यो चाहिँ भएन। अब धेरै पछि अब म माथि आएको थिएन नि त, धेरै पछि डुल्न पनि आएको जो पार्कहरू चाहिँ पहिलेदेखि नै आइरहेको अनि डुलिरहेको भने त यहाँ माथि चाहिँ चढेको थिएन। कस्तो चाहिँ रहेछ माथिको भ्यू भन्ने हेर्न आएको यस्तो छ है। अनि त्यही हो। अनि यो खाएको यो हुन्छ नि फोहोरहरू चाहिँ यो जता पाए त्यति नफालिदिनु होला पनि मान्छेको अब धनमा नराम्रो इमेजहरू पनि पर्छ क्या। अब हेर्दा मात्रै पार्क राम्रो भएर के गर्नु डस्टबिन फोहोरहरू अब सदुपयोगसँग डिस्पोज गरेको छैन त्यही त हो। यस्तै छ अरू त केही भन्नु छैन होइन। हाम्रो हर्कस दाजुले चाहिँ जे होस् ठाउँ चाहिँ बनाउनु भयो। यस्तो ठाउँ यस्तो सोचेको पनि थिएन हुन्छ भनेर होइन। जे होस् राम्रो लाग्यो खुसी लाग्यो। अनि त्यो अब यो फोहोरहरूलाई पनि मजाले केही कता डस्टबिन डिस्पोज गर्ने व्यवस्था भइदियो भने पनि राम्रो हो। कोही फाल्नु जता पाए त्यो भन्दा चाहिँ नफालिदिउँ होला होइन। श्रम गर्नु पर्यो क्या आफूले नि। हामीले नै केही एउटा चिजले गर्दाखेरि नै केही चेन्ज होस् न भनेर चाहिँ आफू उठ्ने हो क्या। अब सानो सानो चिजमा अब आफूले नै हामीले नै फोहोर यसरी नै फाल्न थाल्यौँ भने भोलिको दिन मान्छेहरूले आउने जेनेरेसनले के सिक्छ बुझ्नुभयो होला नि त। यति मानवता हो मानवता छ भने चाहिँ यस्तो फोहोरहरू चाहिँ जता पाए त्यति नफालिदिउँ होला है। अहिलेको लागि चाहिँ यति नै है। माया सही सबलाई गाइस।